मर गयो हेलो सब जलेर छ आजभोलि गुराँस यस्तो देखिन्छ अनि यहाँ आगो लगाएर खत्तम छ अनि बाटो अलिअलि अप्ठ्यारो नै रहेछ म पनि यसलाई चाहिँ गोजापाल्ताको बाटो भन्छन् अनि हामी दुईजना यही बाटो आएको छौँ अनि ऊ तल भेरीको साइडमा पुग्नुपर्ने हामी अलि तली नै छ यो तलको गाउँभन्दा पनि गाउँ चाहिँ अलि देखिन्छ पछि अनि बाटो ऊ तल देखिन्छ त त्यही भएर सायद यो बाटो तल गोरेटोबाट देखिरहेछ त्यही जस्तो लागिरहेछ अनुमान गरौँ के हुन्छ मसिल खाएको पाकेको छ अलिकति खै कस्तो छ है यो चाहिँ अँसियालो है त सानो छ जब पावर छ र यस्तो छ यहाँको भिर अनि ऊ तल गाउँ अलिअलि देखिरहेको छ त्यहाँ पुग्नुपर्छ हामी चाहिँ हैन यो आगो लगाएर यस्तो बनाएको छ मान्छेहरूले डढेलो गुराँस यसरी जलेको छ यो डढेलोले हामी घर जाँदैछौँ यही ठुलो जङ्गल छ अनि गोजापाल्ता हो गोजापाल्ता डर लाग्ने खालको जङ्गल छ हामी खरायो ल्यासँग झाडु बढाल्ने यहाँ गुराँस फुलेछ अनि राम्रो फुलेको छैन कि कस्तो जङ्गल छ डर लाग्ने जस्तो अनि यस्तो जङ्गलमा त म फर्स्ट टाइम हिँड्यो होला जस्तो लाग्छ अनि गुराँस पनि यत्रै फुलेर रहेछ छेउमा अनि म टिप्छु है यता छ गुराँस गुराँस छ अनि राम्रो छैन अनि गुराँसको रुख मात्रै रहेछ यता छिटो आउनु न चा सक्यो एउटा फन्को यो भनेन नि तल्लो दुईवटा बाटो रहेछन् यो जङ्गलको बाटो हो नि त बुरा सुकिसकेको छ क्या
सही नहीं नहीं हिँड न मसिल कहाँ पाए होइन अल्ला